यो लक्ष्मीनारायण मन्दिर चाहिँ हामी 2052-53 सालदेखि स्थापना गरे। हाम्रो पहिला स्थापना गर्ने चाहिँ धुलिखेल नगरपालिकाका पूर्व मेयर अशोक बेन्जुले 3 लाख रुपियाँ हालिदिएर स्थापना गरिदिनु भएको। अनि लक्ष्मीनारायणको विग्रहदेव चाहिँ बेथानचोक गाउँपालिकाका वडा नम्बर 3 का वडा अध्यक्ष दिलबहादुर तिमल सिन्हाले 1 लाख रुपियाँ र फेरि अशोक बेन्जुले 1 लाख रुपियाँ हालिदिनु भयो। अनि त्यहाँबाट पछि हाम्रो भवन बन्न चाहिँ बेथानचोक गाउँपालिकाले 12 लाख, अनिखेर प्रदेश सरकारले कञ्चनबहादुर श्रेष्ठले 15 लाख, अनि फेरि अहिले बेथानचोक गाउँपालिकाले 3.5 करोड हालेको छ। हाम्रो यो सिसमहल लक्ष्मीनारायणको उयोहरू बन्नलाई 3.5 करोड हालेको छ। लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिले चाहिँ 15 लाखको जग्गा किनेको छ, आफैले समितिले व्यवस्थापन गरेको छ। त्यो चाहिँ समिति ऋणमा छ, जग्गा ऋणमा किनेको छ। अब त्यो चाहिँ टेन्डरमा गइसकेको छ 3.5 करोडको। यो गुरुकुल लक्ष्मीनारायण मन्दिरको गुरुकुल बनाउने हाम्रो योजना छ। यहाँ मन्दिरमा गुरुकुल बनाउने, यहाँ चाहिँ अब शिशुहरू राख्ने, पुजारीहरू राख्ने त्यो हाम्रो कार्यक्रम छ। त्यो चाहिँ अब आगामी वर्ष आर्थिक वर्षदेखि सम्पन्न हुन्छ होला। यो वर्षमा चाहिँ अहिले सम्भव छैन, अर्को वर्षमा सम्पन्न होला। यो माथिको सिसमहल र पार्क चाहिँ अहिलेकै वर्ष मङ्सिरसम्म सम्पन्न हुन्छ। बेथानचोक गाउँपालिकाले हामीलाई पुरा भवन अधिकारीले पुरा सहयोग गर्नुभएको छ यसमा। हजुरहरूले पनि आइदिनु भयो, सहयोग गरिदिनु भयो। अब यहाँ यस्तो कुरा चाहिँ बाहिर पनि प्रकाश गरिदिनु होला, सबैका भक्तजनहरू यहाँ आउनु सकुन् होइन। हाम्रो यहाँ सिसमहलहरू बन्दैछ, यो लक्ष्मीनारायणको उयोहरू बन्दैछ। यो चाहिँ गुरुकुल यहाँ पढ्ने विद्यार्थीहरूलाई चाहिँ यस्ता विद्यार्थीहरू यहाँ संस्कृत पढ्नलाई ल्याउनु होला। 12-13सम्म 72सम्म यहीँ पढाउने हामीले पालिकाले व्यवस्था गर्दैछ। बेथानचोक गाउँपालिकाले अध्यक्षले त्यसो भन्नुभएको छ। यहाँ म स्थापना गरेर दरबन्दी राखेर चलाइन्छु भन्नुभएको छ पालिका अध्यक्षले। अब उहाँले गरिदिनुहुन्छ होला, बोलेर जानुभएछ। बजेट अब 3.5 करोड राखिदिनु भएको छ अहिले। अब अर्को वर्ष राख्दाखेरि लगभग सम्पन्न हुन्छ होला। हाम्रो भवन एक तला आधा बनिसकेको छ। अब यो 2.5 तलाको नक्सा पास गरेर बनाएको छ। हाम्रो जग्गा चाहिँ 1 रोपनी जग्गा चाहिँ हाम्रो खरिद गरेर किनेको। अरू चाहिँ यो सार्वजनिक 185 नम्बर किताको चाहिँ हाल साबिकको हामीलाई बोका अधिकारको लागि 4 रोपनी 14 आना चाहिँ हामीलाई यहाँ दिएको पालिकाले बोका अधिकार दिएको छ। त्यो जग्गा गएर हाम्रो 5 रोपनी 14 आना जग्गा हामीले यहाँ बनाएर काम सुरु गरेका छौँ। यति हो, धन्यवाद। आइदिनु भयो, यो कुरा सबैलाई प्रचार प्रसार गरिदिनु होला, सबैतिर पुग्छ यो कुरा, सबैजना आउनु, भक्तजनहरू आउनु पाउन्। हस् ल, सबैजना चाहिँ यहाँ बेथानचोक आउँदाखेरि चाहिँ हाम्रो यो लक्ष्मीनारायणको मन्दिरमा चाहिँ आएर दर्शन गरिदिनु होला। र उहाँहरूको उद्देश्य चाहिँ यहाँ एउटा गुरुकुल जस्तै सञ्चालन गरेर संस्कृतलाई चाहिँ बढावा दिएर संस्कृत नै पढाउने रहेछ। सो सबैजना एकपटक आएर चाहिँ आफूले सकेको सहयोग प्लस दर्शन चाहिँ गर्नको लागि आउनु होला। ल है त, ल गाइज, ल ल, धन्यवाद।